सबैले बाँच्न पाउनुपर्छ, खुसी साथ बाँच्न पाउनुपर्छ। क्रियाकलापलाई त्यसैलाई चाहिँ उचालेर चाहिँ एकदम भड्काउने क्रियाकलापहरू भएको देखिन्छ सामाजिक सञ्जालमा अहिले पनि होइन। त्यसैलाई चाहिँ रोटी सेकाउने प्रक्रिया पनि रोटी सेकाउने एउटा चाहिँ उभिएर उद्देश्य लिएर चाहिँ हिँडेको पनि देखिन्छ। अब त्यो गरेर चाहिँ समग्र समाजलाई कसैलाई पनि फाइदा छैन। हमारे नबी ने हमको सिखाया कि सबसे पहली दुआ ये हो कि हमारे मुल्क में अमन और सलामती कायम हो। सीडीओ साहब, आज से 40 साल पहले आपको मैं ले जाना चाहता हूँ। एक पुलिस अगर आ जाए तो हम बच्चे लोग घर में नहीं छुपते थे, बस मिट्टी में जाके डर के मारे छुप जाते थे। पुलिस का इतना खौफ होता था कि किस घर में ये पुलिस जाएगी और किसके ऊपर ये मुसीबत पड़ेगी। आज नेपाल को अगर अमन और शांति का वही गहवारा बनाना है जो आज से 40 साल पहले था, तो हमारे मुल्क के नेपाली सेना को वही ताकत देनी पड़ेगी और उसी तरह से मजबूत करना पड़ेगा। इसका दूसरा कोई विकल्प नहीं। हामी मानवमा सत्य रजत तम तीनवटा गुण छ। त्यो तीनवटा गुण मध्येमा एउटा सत्य गुणलाई हामीले अवलम्बन गर्न सक्यौँ भने त्यहाँ कहिल्यै पनि अशान्ति हुँदैन। जहाँ अशान्ति हुँदैन त्यहाँ द्वन्द्व कहिले हुँदैन। त्यस कारणले हामीमा यो किसिमको एउटा चेतना यदि हुने हो भनेदेखि कहिले पनि झैझगडा हुँदैन, कहिले पनि अशान्ति हुँदैन। हामी यहाँ आज उपस्थित भएकै हामी यसरी यो धार्मिक रूपमा यसरी हामी बस्यौँ। गाली का जवाब फूल से देते हैं, मोहब्बत से देते हैं, प्यार से देते हैं। हम पत्थर का ईंट का जवाब पत्थर से देने वाली कौम नहीं है, हम मुस्कुरा कर जवाब देने वाले हैं। आज जो आग लगी हुई है, मुल्क जल रहा है, समाज जल रहा है, हम सब की जिम्मेदारी है जिस स्तर पे है इस आग को बुझाने की कोशिश कीजिए। यस्ता कुराहरू छ होइन। त्यस कारणले रूपमा एउटा चाहिँ फोटो उसमा चाहिँ होइन कि अलिक गृह रूपमा सोच्नु पर्यो। विवेक हाम्रा चाहिँ सबै उहरू यस्तो बेलामा प्रयोग गर्नुपर्ने हुन्छ। धर्मेण मोक्ष ओपन फुल गरेको कारणले गर्दाखेरि धर्मको ज्ञाता हामी सबै छौँ। धर्मले प्रेम र शान्तिको सन्देश बाहेक अरू केही पनि बताउँदैन है। यो कुरालाई चाहिँ हामीले याद गर्नुपर्ने अन्तर्धार्मिक सञ्जालहरूको चाहिँ सरकारले त्यो प्रकारको चाहिँ एउटा निर्माण कार्य गाउँपालिका स्तरबाट नै अन्तर्धार्मिक सञ्जाल स्थापना गर्यो। बेला बेलामा त्यो प्रकारको चाहिँ कार्यक्रमहरू चाहिँ राख्यो भने त्यसले एउटा भाइचाराको सम्बन्धलाई कायम गर्छ। यहाँहरूले युथलाई टार्गेट गरेर त्यो शक्ति यस्तो शक्ति हो त्यो चाहिँ एक किसिमको चाहिँ त्यो ज्वलनशील छ। कसैले काँटी लगाइदियो त्यो जल्छ। जुन कुराको हामी पीडित भयो। सेफ ल्यान्डिङमा अहिले गएको छ, तर त्यसको पूर्ण होइन माथि काटिएको छ, जरा त छ। त्यो जरासम्म उखाल्नको निम्ति यो प्रकारको चाहिँ तलसम्म चाहिँ अन्तर्धार्मिक सञ्जाल निर्माण गरेर हामी गयौँ भने राम्रो हुन्छ भन्नुपर्छ। बाहिरका कोही व्यक्ति एउटा अपरिचित व्यक्तिहरू कोही आएर समाजलाई दण्ड मचाउने प्रवृत्ति भइरहेको छ कि हामीले तुरन्त प्रशासनलाई खबर गर्नुपर्छ। सबभन्दा पहिला हाम्रो कर्तव्य हो। हामीले आफ्नो स्वार्थको लागि, आफ्नो स्वार्थ पूर्तिको लागि हामीले त्यहाँ चुप लागेर बस्छौँ। सबभन्दा पहिला जसरी हामी आयौँ, हामी यहाँ कहाँ आयौँ भन्दाखेरि अफिसमा आयौँ, जिल्ला प्रशासन कार्यालयमा। किनको लागि हामीले छलफल गर्नु हो, यो घटना कसरी भयो, यो घटना नगरौँ, समाजमा सबैजना मिलेर बसौँ भनेर भन्दाखेरि प्रत्येक घरबाट हामीले सजग भएर यो घटनाबाट कसरी हेर्नुहोस् त कति दुःखदायी घटना छ, कति दुःख सम्झिनै सकेन यो घटना। घरमा रक्षति रक्षित किन भनेको राख्यो? बाढी मात्रै होइन, हामीले पहिला आफ्नो परिवारलाई प्रोटेक्ट गर्छौँ, त्यस पछाडि बाहिर जान्छौँ। समाजलाई धेरै अन्न भइसकेपछि पो अन्न धेरै छ, ल खुवाउँ पार्दै गरौँ भने। तर हाम्रो देशमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म लगभग हाम्रो सम्प्रदायमा 600-700 भन्दा बढी मठ मन्दिर आश्रमहरू छन्। त्यसमा राति 12 बजे पनि कहिले 200 जना आउनुहुन्छ, कहिले 400 जना आउनुहुन्छ। गेटमा ताला लाग्दैन। कहाँबाट आउँछ? हामी आउँदैछौँ, हामीलाई भोजन तयार पार्नु भन्नुहुन्छ। इन्डियाबाट पनि आउँछ, कति आउँछ, राजस्थान, तामिलनाडु, आन्ध्र प्रदेश कहाँदेखि आउनुहुन्छ। भोजन तयार गरेर आवास भोजनको राम्रो व्यवस्था गर्नुहुन्छ। किनभने एउटा विश्वास धर्मपट्टि लागेका छौँ, धार्मिक व्यक्ति नै आएका होलान् भन्ने कसैको हामीले आइडी लिने, नाम लेख्ने, खातामा लेख्ने गर्दैनौँ।
अब त्यस्तो पनि स्थिति आइसक्यो कि तालै नखोल्नु जस्तो भइसकेको छ। त्यसले गर्दाखेरि अब यो घटनालाई घटना त घटिसक्यो। अब सबैले आफआफ्नो घरबाट, आफआफ्नो समाजबाट, आफआफ्नो केन्द्रबाट, आफआफ्नो क्षेत्रबाट सबैजना एक्टिभ हुने। नौलो व्यक्ति कोही आयो भने तुरन्त को त्यो व्यक्ति हामीले खबर गरिहाल्ने। यसमा हामी हिचकिचाउनु हुँदैन। व्यक्तिगत रूपमा त व्यक्तिगत आफ्नो गइरहन्छ है।